नमस्कार दाइ। ए नमस्कार है। हजुरको शुभ नाम? मेरो श्रीराम खाइजो। आज चाहिँ यहाँ के भइरहेछ दाइ? यो सानो खालको बाटो यो अलि पहिलेदेखि असजिलो थियो, अब सजिलो बनाएको। भन्नाले अब यो त हाम्रो के भन्छ जुन सूर्यविनायक नगरपालिकाको होइन नजिकै वडा नम्बर 5 मा रहेको नजिकैको बाटो पनि किन यतिखेरसम्म अहिलेसम्म नबनेको तपाईँलाई के लाग्छ? कसरी अहिले हजुरले यो काम सुरु गर्नुभएको छ? अलिकति बनाएको भएको छ, नत्र पहिले त यो त कहाँ यो कटुन्थ्यो र यो त कर्णाली हो, यो कर्णाली थियो र अब अहिले अलिअलि राम्रो भएको छ, अझ राम्रो हुँदै जान्छ भन्ने आशा हो। अनि अब अहिले यतिकै यो बाटोलाई अब पिच गर्ने हो कि यतिकै छोड्ने हो कि के छ? अहिले पनि त कस्तो छ, बजेटहरू कस्तो छ? यो दुवैतिर चाहिँ वालसाल लगाएर अनि त्यहाँबाट बिचमा ढल राखेर अनि ढलान गर्ने खालको कुरो छ। ए भनेपछि बजेट यसको आइसकेको छ? बजेट लगभग अब आएको जस्तो छ। हजुर। अब यो कम्प्लिट भइसकेको छैन, अब आउँछ होला। अनि कस्तो भन्नाले हजुरहरूले कस्तो पहलले कसरी लिएर आउनु भयो त यो कार्यक्रम चाहिँ, यो बजेट चाहिँ यतिका वर्षसम्म होइन जुन एउटा तपाईँले भनिराख्नु भएको छ अहिलेसम्म यो कर्णाली जस्तो किन यति नजिकै नगरपालिका नजिकै हुँदा पनि कर्णाली भयो त यो ठाउँ? यो अलिकति पहिले बस्ती नभएको ठाउँ, बस्ती नभएपछि हैसियत नहुँदो रहेछ, हैसियत नभएपछि मान्छेले यो अब यो यहाँबाट कति मत आउने हो र भन्ने खालको हिसाब किताब हुँदो रहेछ। अनि यो सबैको हिसाब किताब भइसकेपछि अनि यो अलिकति यो विकास निर्माण सबै चिज पछि पर्दो रहेछ। त्यसको परिणति अब अहिले बिस्तारै एउटा खालको नयाँ जागरण आउँदैछ। अब नयाँ साथीहरू धेरै आउनु भएको छ। अब उहाँहरूको सहित पहल, अब यो टोलवासी सबैको पहलले वडा कार्यालयमा गएर वडा कार्यालय मार्फतै आएको हो यो बजेट। ए हजुर। भनेपछि वडा कार्यालयले यसपालि चाहिँ यो ठाउँलाई देख्यो, आँखा खुले आयो कि जस्तो लाग्यो। ए हजुर। यतिको निम्ति है, फेरि म अन्य खालको मामलामा हिसाब किताबै गर्दैन। हजुर। यतिको निम्ति चाहिँ यसपालि ल 10-15 लाख रुपियाँ लाने भए लैजाबर भयो। भनेपछि सम्भवतः अब त्यो बजेट त यो तपाईँ हाम्रै पैसा हो होइन, त्यतिको निम्ति पनि अब उसले चाहिँ कृपा गरे जस्तो गरिकन हामीले मान्नु परेको छ। ठिक छ, तैपनि अब यो आयो, यसले चाहिँ सार्थक ढङ्गले काम होस्, नयाँ नहोस्। अब अरू त्यसपछिका अब आउने विकासहरू यहाँ के आवश्यकता छ, के छ हजुरलाई के लाग्छ? यहाँ यो राम्रो त अब यो धाराको ऊ त यहीँ छ, त्यही पनि अलिकति समस्या छ। यहाँबाट अलिकति मुनि चाहिँ अब यो बाटो अझै पनि खराब छ। मुनि यो हनुमन्तेसम्म जोडिने खालको, घटे खोलाबाट हनुमन्तेसम्म जोडिने खालको उसमा चाहिँ कोरिडोर चाहिँ राम्रो बन्नु छ। यो धेरै कुराहरू गर्नु छ अझ। यो त प्रारम्भिक खालको चरण मात्रै हो, प्रारम्भिक चरण मात्रै हो। अब यहाँ धेरै चिजहरू बन्नु छ। अब सायद बन्दैछ होला, किनभने अब यो प्रदेशको खर्च पनि आउँछ, केन्द्रको खर्च पनि आउँछ होइन। अहिले अब यो पहिले जस्तो चाहिँ नि यो दरबारले मुठ्याएर राख्ने खालको पैसा उतै उनको दान दक्षिणामा सिध्याउने खालको व्यवस्था होइन। यो जनताको निम्ति या आफ्नै विकास निर्माणको निम्ति आफै योजना बनाउन पाउने खालको व्यवस्था छ। त्यस कारणले गर्दाखेरि अब यो नपुगेको ठाउँमा तपाईँ हामीले पनि घचघच्याउने हो, सबैले घचघच्याउने हो। सबैले घचघच्याएर चाहिँ यो ठिक्क बेलामा ठिक्क ढङ्गले योजना बनाउन सक्यो भने विकास निर्माण चाँडै हुन्छ। यहाँलाई धेरै धेरै धन्यवाद दाइ, जुन हजुरहरूले अब अहिलेसम्म गर्नुभएको विकासका पहललाई सुनिदिएको रहेछ यतिका वर्षपछि होइन। अब उहाँहरूलाई पनि धन्यवाद दिँदै यहाँलाई पनि वडा अध्यक्षलाई यसपालि सुनिदिनु भएकोमा उहाँलाई धन्यवाद दिन्छु। यो पहल गर्ने तपाईँ हामी यताउति सबैलाई पनि चाहिँ अब मुनिमुनि धन्यवाद होइन। अब आगामी दिनहरूमा पनि अब बाँकी खालको कामको निम्ति पनि यस्तै गरिकन सबै जुटौँ, मिलेर काम गरौँ। हस्, धन्यवाद दाइ।